हेलो एभ्रिवान, नमस्ते। हामी चाहिँ बर्से जाँदैछौँ है। बर्से जाने रास्ता चाहिँ अलिक रफ रहेछ। एनिवे है, आउटसाइड सिनेरी चाहिँ एकदम राम्रो। म, मेरो हस्बेन्ड, भाइ बहिनी है, हामी 4जना जाँदैछौँ। हेर्न सक्नुहुन्छ सिनेरीहरू एकदम A1 दामी पिसफुल एरिया है, साह्रै राम्रो। म चाहिँ फर्स्ट टाइम हो, तपाईँहरू पनि भिजिट गर्न सक्नुहुन्छ। यो चाहिँ हो वाया चम्बारे रेप्ती भएर जान्छ, वेस्ट सिक्किम हो है। अनि हामी चाहिँ बर्से पुग्नु आँट्यो। बर्से हामी फाइनली पुग्यो। टिकट काट्नुपर्छ अनि एन्टर गर्नुपर्छ। हेर्न सक्नुहुन्छ पिङ्क, यस्तो राम्रो बेबी पिङ्क, ग्रास, रेड, यस्तो दामी दामी छ। वाइट कलर, कस्तो दामी दामी है ग्रास। बाटो हेर्न सक्नुहुन्छ, यति साह्रो निट एन्ड क्लिन। गाडीको जस्तै ठुलो बाटो रहेछ। हामी त पुगेर यति इन्जोय गर्यो 4जना त, खुसी भएर हो। यति पिसफुल एरिया सराउन्डिङ, वाउ, साह्रै दामी। तपाईँहरू पनि भिजिट गर्नुहोस्, जसले गर्नुभएको छैन है। बर्से साह्रै राम्रो छ रहेछ। म पनि फर्स्ट टाइम हो। हजुरहरू पनि भिजिट गर्न सक्नुहुन्छ। एकदम हाम्रो सिक्किम है, सुन्दर सिक्किम, सुन्दर बर्सेमा सबैजनाले भिजिट गर्न सक्नुहुन्छ। एकदम रमणीय छ, एकदम ब्युटिफुल है, नेचुरल ब्युटी। वाउ, वाइट कलरको हेर्नुहोस् न, यति दामी। अब नेचुरल रुखहरू हेर्नुहोस् न, यति दामी दामी छ, यस्तो दामी दामी, साह्रै राम्रो लाग्यो। हजुरहरू पनि भिजिट गर्नुहोस्। हेर्नुहोस्, हामी 4जनाले यति इन्जोय गर्यो। रेड 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 ग्रास सराउन्डिङ, यताको भ्यू उताको भ्यू सबै ब्लुमिङ भएको हो, यति राम्रो। हामी चाहिँ घुमेर सक्नु आँट्यो, भिड थियो। लन्च गर्ने ठाउँमा आयौँ अनि है फाइनली हामी डेस्टिनेसनमा पुग्यो।